हे भगवान, सिसीलाई जसरी भए पनि बचाइदिनु। बाँच्दैन, तपाईको बुढो मर्छ। मेरो बुढोलाई पनि यही डक्टरले मारेको। कसैको पनि बुढो बाँच्दैन, सबको बुढो मर्छ। एक मर्छन्। किन यस्तो पागल जस्तो कुरा गर्नु भएको? को हो तपाईँ? उहाँ मेरी आमा हुन्। उहाँभित्र ठुलो पीडा छ। चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो रगत सरियो बल्दो यो सान हाम्रो। ठुल्ठुलो ढुङ्गा नबोके केटो, फेरि गानु जाला। कति छोड्छ हावा? पेटमा हावा मात्र छ बाउ, त्यही हावा आयो। खाना पाएको भए गुवा हुन्थ्यो। 4 दिन भइसक्यो गुवा छैन। मलाई त कस्तो भोक लागिरहेछ, खाना ल्याइदेऊ न बाउ। हाम्रो घरको चुलोमा आगो मात्र बल्छ बाउ, खाना कहिले पाक्ने होइन। पक्छ केटा, यति गिटी कुटेर साउलाई बुझाएपछि पैसा आउँछ, अनि त्यही पैसाले तँलाई खानेकुरा किनिदिउँला नि। पर्दैन, त्यो पैसाले खानेकुरा किन्न, त्यो पैसाले त तिम्रो उपचार गर्नुपर्छ। मलाई पनि त तिमीहरूको चिन्ता लागिरहेको छ नि बुढी। अब केटोले भोक लाग्यो भनिरहेको छ, अब हाम्रो भोक त सहन सकौँला। छोरो भोकै भएको त कसरी हेर्न सकिन्छ हौ बुढी? सधैँ खोकेको खोकै छ, खोक्दा खोक्दा कुन दिन चिलिम फर्किने हो? मलाई त तिम्रो साह्रै चिन्ता लागिरहेको छ बुढा। मैले खानेकुरा ल्याएको छु, अब यही खाएर भोक मार्नुपर्छ। कहाँबाट ल्याइस्? पल्लो गाउँमा एउटाको बिहे रहेछ, मलाई बोलाएका थिए, त्यहीबाट लिएर आएँ। होइन, मान्छेहरूले तँलाई पनि बिहामा निम्तो गर्छन् र भने? गर्छन् नि, भाडा माग्न निम्तो गरेका थिए। सबै भाँडाकुँडा माझेपछि खानेकुरा दिए। साउजीले त मासु पनि छ भन्दै थिए। तिमीलाई यो खोकीले पनि कहिल्यै नछोड्ने भयो बुढा। बुढा, तिम्रो लुगा फुकालो न। किन? मैले तिम्रो लागि बिहे घरबाट साउजीले दिएको नयाँ लुगा ल्याइदिएको छु, फुकालो न भने। फुकालो न।
आहा बुढो, तिमीलाई त यो गन्जीमा कस्तो राम्रो सुहायो। अब तिमीलाई यो गन्जीले चिसोबाट जोगाउँछ अनि छाती पनि जोगाउँछ। भुत्रो जोगाउँछ छाती। नयाँ लुगा भन्थिस् त अनि यस्तो दुलै दुलो भङ परेको लुगा पनि नयाँ हुन्छ। गोजीमा भङ परेको मान्छेले लाउने भनेकै यस्तै भङ परेको लुगा हो बुढा। नयाँ लुगा किन्ने पैसाले त तिम्रो उपचार गर्नुपर्छ। लु लु पहिले छोराको भोकको उपचार चाहिँ गर त। यो खाना छोरालाई दे न। ल यहाँको खाना त छैन त बुढो। खान्छ मेरो पेटमा पुग्छ खाना। त एक्लैले खाएर हुन्छ? तेरो बाउ र म भोकै छौ, हामीलाई पनि राखिदे। मको कुकुरको खाना छोड्दैन त छोड्दे। केटोलाई खाना दिउँ, हामी पछि खाउँला न। बरु जति सक्दो धेरै यो किटी कुटेर साउजीकोमा लिएर जाउँ अनि पैसा लिएर रासन किनेर पेटभरि खाना खानुपर्छ। अहिले यस्तो भन्छौ, पैसा हातमा परेपछि सिधै भट्टीमा छिरेर भट्टी साउनेलाई धनी बनाउँछौ। खुबै गणतन्त्र आइसकेपछि के न हुन्छ भनेर पुलिसलाई ढुङ्गा हान्न गएको थियौ त। उल्टै पुलिसको गोली खाएर खुट्टा लङ्गडो भएर बस्नु परेको छ। तिम्रो चर्ती कला मलाई थाहा नभएको हो र? अब त्यस्तो गर्दिनँ क्या बुढी। पैसा हातमा पर्ने बित्तिकै सबभन्दा पहिले रासनको व्यवस्था गर्छु। रासनको व्यवस्था मात्रै गरेर हुँदैन बुढो, छोरालाई पढाउने व्यवस्था पनि गर्नुपर्छ। यसले चाकमा पाल परेको कट्टु लाएर हिँडेको छ, यसको कट्टु फेरिदिनै सकेका छैन। आमाको त्यो च्याते चोली पनि फेर्नु छ बाउ। तिम्रो उपचार पनि गर्नुपर्ने छ बुढो। जब यति पैसाले मैले के मात्र गरौँ? के गर्ने एउटा कुरो भन्। तिम्रो उपचार गर्ने पर्दैन मेरो उपचार गर्न। मलाई केही पनि भएको छैन र केही पनि हुँदैन पनि। भयो भने त भइहाल्यो नि बुढो। यदि तिमीलाई केही भइहाल्यो भने हाम्रो हालत के हुन्छ? छोराको भविष्य के हुन्छ? म तिमीलाई सरकारी अस्पतालमा होइन, राम्रो प्राइभेट अस्पतालमा लग्छु, उपचार गराउँछु अनि तिमीलाई ठिक बनाउँछु बुढो। बुढो केही पनि हुँदैन मलाई। छोराकै भविष्य राम्रो बनाउनको लागि भए पनि मैले भोक प्यास निन्द्रा सबैको माया मारेर दुःख गरिराखेको छु। अब यसलाई राम्रोसँग पढाएर ठुलो ठाउँमा जागिर खाने भएपछि हाम्रो पनि त सुखका दिन आउँछन् नि बुढी। त्यसपछि त तेरो यो च्यातिएको चोलो पनि छोरोले नै फेरिदिन्छ अनि हाम्रो जिन्दगीको चोलो पनि फेरिन्छ। बुढो ए बुढो बुढो मलाई केही पनि भएको छैन। तिमीहरू चिन्ता नल्याउ त। अस्पतालमा धेरै पैसा लाग्छ, हामीसँग पैसा छैन बाबु। बुढो हामीसँग पैसा नभए के भयो त? म सबैसँग हार गुहार गरेर भए पनि तिमीले राम्रो अस्पतालमा लगेर उपचार गराउँछु। तिमी हिम्मत नहार। म मरिहालेँ भने पनि छोरालाई राम्रो स्कुलमा पढाएर ठुलो मान्छे बनाए बुढी। अर्काको जुठी भाडा माझेर भए पनि छोरालाई पढाए बुढी। मलाई वचन दे, मलाई वचन। हुँदैन बुढो, हामी छ तिम्रो साथमा। डाक्टर साहब, मेरो बुढालाई सन्चो बनाइदिनुहोस् न। अवस्था एकदम गम्भीर छ। काउन्टरमा गएर पैसा जम्मा गरिहाल्नुहोस् अनि उपचार सुरु हुन्छ। मसँग पैसा छैन डाक्टर साहब। अनि अस्पताल आउँदाखेरि पैसा लिएर आउनुपर्छ भन्ने थाहा छैन? सरकारी अस्पतालमा त उपचार गरेको पैसा लाग्छ, यो त प्राइभेट अस्पताल हो। यहाँ उपचार गराउन आउने मान्छेहरूले घरको लाल पूर्जा बोकेर आउने गरेका छन्। जानुस्, घरको लाल पूर्जा बोकेर आउनुहोस् अनि उपचार सुरु हुन्छ। हाम्रो घर छैन डाक्टर साहब,
हामी त खोलाको छेउमा सानो छाप्रो हालेर गिट्टी कुटेर ज्याला मजदुरी गरेर बसेका छौँ। बरु म जिन्दगीभर तपाईँको घरमा काम गरेर बस्छु डाक्टर साहब, तर मेरो बुढोको उपचार गरिदिनुहोस्। बिना पैसा उपचार गर्न सकिँदैन। मेरो बाउको उपचार गरिदिनु डाक्टर साहब। म पछि ठुलो भएर धेरै पैसा कमाउँछु अनि तपाईँलाई तिर्छु, तर अहिले मेरो बाउको उपचार गरिदिनु न डाक्टर साहब। त फुच्चे ठुलो भएर पैसा कमाएर मलाई तिर्दासम्म म बुढो भइसक्छु। जा पहिला पैसा जम्मा गर अनि तेरो बाउ उपचार हुन्छ, नभए मर्छ तेरो बाउ। छोड। बाबु त बाउलाई हेरेर बस, म पैसा लिएर आउँछु। कहाँबाट ल्याउँछौ त आमा? मैले बल्ल बल्ल लुकाई लुकाई यति पैसा जम्मा गरेर राखेकी थिएँ। अब मेरो बुढोको उपचार गरिदिनुहोस्। यति पैसाले त एउटा औषधिको चक्की पनि आउँदैन, कसरी उपचार हुन्छ? के गरेको यो? बिन्ती छ डाक्टर साहब, मेरो बुढोलाई बचाइदिनुहोस्। बरु तपाईँले जे भन्नुहुन्छ म सबै कुरा मान्न तयार छु। साँच्चै मान्छेस? म मेरो बुढो बचाउनको लागि तपाईँले भनेको जस्तो सुकै कुरा नि मान्न तयार छु डाक्टर साहब। ल त्यसो भए मसँग जस्तो सुकै दुःख पीडा भए पनि मेरो इज्जत अहिलेसम्म मेरो बुढालाई बाहेक अरू कसैलाई दिएकी छैन। यस्तो कुरा नगर्नुहोस् डाक्टर साहब। त्यसमा तुरन्त तेरो बुढालाई यहाँबाट लैजा। बिन्ती छ, यस्तो कुरा नगर्नुहोस्। म मेरो बुढालाई लगेर कहाँ जाऊ? आर्यघाटमा कि बुढालाई लिएर आर्यघाटमा जा, होइन भने मसँग सुत्ने। मेरो बुढा र छोराको अगाडि मैले कसरी मुख देखाएर हिँडौँ? तेरो बुढोले उपचार नपाएपछि मर्छ, त्यसपछि तैँले मुख देखाए पनि नदेखाए पनि तेरो बुढोलाई केही फरक पर्दैन। डाक्टर साहब, मेरो बुढालाई बचाइदिनुहोस्। हजुरलाई जे गर्नु छ गर्नुहोस्, तर जसरी भए पनि मेरो बुढालाई बचाइदिनुहोस्।
गनाएको अर्को पटक चाहिँ बास्ना आउने सेम्पू र साबुनले नुहाएर आउनु बरु किने पैसा पनि म दिउँला अब तिम्रो उपचार हुन्छ। मलाई मारिदे, म बाँच्न चाहन्न। तिमी त्यसो नभन बुढो, तिमीलाई बचाउनकै लागि मैले आफ्नो इज्जत लुटाइदिएकी छु। यदि तिमी मर्यौ भने मेरो र छोराको हालत के हुन्छ होला? यदि म मरिहाल्यो भने पनि आफ्नो शरीर बेचेर छोराको र तेरो ज्यान पाल्नु। तिमी त्यसो नभन न बुढो, मलाई गलत नसोच। मैले जिन्दगीभर बाँचेर पनि तिमीहरूको लागि केही गर्न सकिनँ बुढी। मलाई माफ गरिदे। मैले तँलाई कहिले पनि गलत सोचिनँ र आज पनि सोच्दिनँ। गलत त मै थिएँ। पैसा जति सबै जुवा र रक्सीमा सकाए। मैले तिमीहरूको भविष्यको लागि कहिले सोचिनँ। अहिले सोचिरहेको छु, तर धेरै ढिला भइसकेको छु। तिमीलाई केही पनि हुन दिनु। डाक्टर साहब! डाक्टर साहब! डाक्टर साहब! मैले त भर्खरै चाहेको पालिलो छ, तपाईँ पनि चाख्ने हो। डाक्टर साहब! डाक्टर साहब! मेरो बुढोलाई एकदमै गाह्रो भइसक्यो, छिटो उपचार सुरु गरिदिनुहोस् न। पैसा खोइ पैसा? तपाईँले नै मेरो इज्जत लिएको बदलामा मेरो बुढोको उपचार गरिदिन्छु भन्नुभएको थियो डाक्टर साहब। मैले तपाईँलाई मेरो इज्जत दिइसकेँ। अब तपाईँले पनि मेरो बुढोको उपचार सुरु गरिदिनुहोस्। तँ जस्ता गनाउने आदमीको इज्जत त नि 500मा किन्न पाइन्छ, तर तेरो बुढाको उपचार 500मा हुँदैन, बुझिस्? यसो गर, तँ अब 1 वर्षसम्म मसँग सुतिरह, त्यसपछि मात्रै तेरो बुढाको उपचार गर्छु। त्यति बेलासम्म त मेरो बुढो मरिसक्छ डाक्टर साहब। तेरो बुढो मरेर के भयो? त्यस्तो रोगी, न पावर छ न पैसा छ। तेरो बुढो मरेर यो समाजलाई केही पनि घाटाउनेवाला छैन। गरिबहरू बाँचेको भन्दा मरेकै जाति। त्यही पनि तेरो बुढो मरेर के भयो त? म छैन, तेरो बुढोले दिने आनन्दभन्दा धेर त मै दिन्छु। बिन्ती छ डाक्टर साहब, मेरो बुढोलाई बचाइदिनुहोस्। मान्छेहरूले
डाक्टर भगवान हो भन्छन्, तपाईँ मेरो लागि भगवान नै हो। बिन्ती छ, मेरो बुढोलाई बचाइदिनुहोस्। भगवानलाई खुसी पार्न मान्छेहरूले फुल चढाउँछ, मलाई खुसी पार्न पैसा चढाउनु पर्छ। यहाँ मसँग आँसु बगाएर के गर्छ? बरु जा 1 लाख रुपियाँ लिएर आइज। बरु अघि मसँग सुतेको 500 रुपियाँ डिस्काउन्ट गर्छ। डाक्टर साहब, हामी जस्तो गरिबलाई यत्रो पैसा कसले दिन्छ र डाक्टर साहब? मेरो बुढालाई बचाइदिनुहोस्। बरु हामी सबैजना जिन्दगीभर हजुरको नोकर भएर बस्नेछौँ। लुका पैसा लिएर आइज भने सुने। बाबु, मैले जिन्दगीमा तेरो लागि केही सम्पत्ति छोड्न सकिनँ। मलाई माफ गर्ने। म मरेर गइहालेँ भने पनि मलाई नसरापे बाबु। मरे कुरा नगर बाउ, तिमीलाई केही पनि हुन दिन्न। आमा, डाक्टर गयो त। बाबु, त्यो बाउले अगाडि बस्दै गरिब पैसा लिएर आइहाल्छु। बाउ, 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 बाबु, छोरा। बाउ, 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 बाउ। यहाँ मान्छेको जीवनभन्दा पनि पैसा ठुलो रहेछ। मैले हरेक वर्षको 30मा मेरो बुढाको लामो आयुको लागि पानी समेत नखाई तिम्रो व्रत बसेकी थिए भगवान। तर असली भगवान त तिमी होइन रहेछौ। असली भगवान त पैसा रहेछ। मैले बेकारमा त्यत्रो वर्ष तिम्रो व्रत बसेछु। अबदेखि म तिमीलाई पूजा गर्दिन, पैसालाई पूजा गर्छु भगवान। म जसरी भए पनि पैसा ल्याएर मेरो बुढालाई बचाउँछु। तँलाई मजा दिएर मैले मजा लिन खोजेको। अब तेरो लङ्गडो बुढोले मजा दिन सक्दैन होला, त्यही भएर मैले दिन खोजेको। म सानो छँदा मामाले मेरो इज्जतमा हात हाल्न खोजेका थिए। मैले मामाको हातै काटिदिएकी थिएँ। हजुरको पनि हात काट्न नपरोस् ठेकदार साहब। मेरो हात काटिस् भने तिमीहरूलाई पैसा कसले दिन्छ?
पैसा नभएपछि चुलो कसरी पाल्छस्? तेरो बुढो र छोरालाई कसरी पाल्छस्? मेरो इच्छा पुरा गरिस् भने तेरो इच्छा नि पुरा गरिदिन्छु। ल मैले मेरो बुढो र छोराको लागि आफ्नो इच्छा मारिसके। मेरो इच्छा केही पनि छैन र जिन्दगीमा केही पनि इच्छा नभएको मान्छेलाई पैसाको केही पनि मतलब हुँदैन। हुन्छ, पैसाको मतलब सबैलाई हुन्छ। यदि तँलाई पैसाको मतलब थिएन भने यस्तो दुःख गरेर किन गिटी कुटेर बसेको? पैसाको लागि होइन र दिमागलाई शान्त बनाएर सोच अनि मलाई भेट्न आइज। तैँले मेरो इच्छा पुरा गरिस् भने म तँलाई धेरै पैसा दिन्छु। ठेकदार साहब, मलाई पैसाको एकदमै आवश्यकता छ। तपाईँ आफ्नो इच्छा पुरा गर्नुहोस् र मेरो आवश्यकता पुरा गरिदिनुहोस् ठेकदार साहब। मेरो बुढोलाई नाङ्गो शरीर देखाएर पैसा धुत्न आकी त? मेरो बुढोको अगाडि नाङ्गिँदा अलिकति इज्जतको डर लागेन? इज्जत हुनेलाई मात्र हो इज्जतको डर हुने। यो गरिबहरूको इज्जत भए पो इज्जतको डर लाग्छ। ठिक भन्नुभयो ठेकदार साहब हजुरले। हामी जस्तो गरिबले कौडा लाउँदा पनि यो समाजले हामीलाई नाङ्गै देख्छ। अझ थुतु नचलाउँछस्, खुरुक्क नै यहाँबाट गइहाल। मेरा बुढा अस्पतालमा मृत्युसँग लडिरहेका छन्। बिन्ती छ, मेरो बुढालाई उपचार गर्नको लागि पैसा दिनुहोस्। मलाई पैसाको एकदमै खाँचो छ ठेकदार साहब। तेरो बुढो त बाँच्नुभन्दा मरेकै जाति हुन्छ तेरो लागि। तेरो लङ्गडो बुढो मर्यो भने तैँले सुख पाउँछस्। आखिर तेरो बुढोले बाँचेर के नै पो गर्छ र जिन्दगीमा? धरतीको बोझ मर्न दे। त्यस्तो लङ्गडो बुढोलाई पैसा खर्च गरेर बचाउनु भन्दा मर्न दिएकै बेस हुन्छ। तपाईँको बुढो अपाङ्ग भएर केही काम गर्न नसके तपाईँले के गर्नुहुन्छ? मेरो सबै परिवारले हजुरहरूको लागि जिन्दगीभर दुःख गरेका छौँ। आज हामी एकदमै समस्यामा परेको छौँ ठेकदार साहब। पैसा दिएर मेरो श्रीमानलाई बचाइदिनुहोस्। 1-2 हजारको कुरा भए पो तँलाई दिनु हुन्थ्यो। त्यत्रो लाखौँ लाखको कुरा तँलाई दियो भने तैँले कहिले पनि तिर्न सक्दिनस्। मेरो सबै परिवार जिन्दगीभर हजुरहरूकोमा कमाएर बस्छौँ। बिन्ती छ, पैसा दिनुहोस् न। अझ यहाँबाट थुतु नचलाउँछस् त? खुरुक्क नै यहाँबाट निस्केर गइहाल।
म राजनीतिमा आएको नै गरिब जनताहरूको दुःख देख्न नसकेर हो। अब हाम्रो यस वडामा कुनै पनि नागरिक शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनुपर्ने छैन। हाम्रो वडाले सिटामोल जस्तो अति आवश्यक औषधि प्रत्येक घर घरमा निःशुल्क वितरण गर्दैछौँ। कुनै पनि नागरिकले पैसाको अभावमा आफ्नो ज्यान गुमाउनु पर्ने छैन। विपन्न नागरिकले पैसाको अभावले उपचार गर्न पुगेन भने मलाई आएर भेट्नुहोस्। उपचारमा लाग्ने सम्पूर्ण खर्च हाम्रो वडाले बिहोर्नेछ र सबै नागरिकको जीवन बचाउनेछौँ। हाम्रो पार्टीको घोषणा पत्रमा लेखेका सबै कुराहरूलाई हामी पालना गर्दछौँ। यो प्रतिबद्धता हजुरहरूमाझ व्यक्त गर्न चाहन्छु। वडा अध्यक्षज्यू, मेरो बुढो बिरामी भएर अस्पतालमा मर्नै लागेको छ। मेरो बुढोलाई बचाइदिनु। अस्पतालमा तुरुन्तै 1 लाख रुपियाँ जम्मा गर्नुपर्छ भनेको छ। मलाई 1 लाख रुपियाँ दिनुहोस् न। हुन्छ नानी, दिन्छु। तिम्रो यस्तो दुःख देख्दा त मलाई साह्रै रुन मन लाग्यो। यता आउँदा नानी। के भन्दै थिइस् रे? मैले त हल्लाले केही सुन्न पाएन। अनि अघि त मेरो कुरा सुनेर तँलाई पैसा दिन्छु भन्नुभएको थियो त। मेरो काम सुन्ने होइन, सुनाउने हो। अघि त मैले गाउँलेहरूलाई सुनाउनको लागि भनेको थिएँ। त्यति भनेपछि त अर्कोचोटि पनि मलाई नै भोट दिन्छन् तिनीहरूले। बिन्ती छ, त्यसो नभन्नुहोस्। मेरो बुढालाई बचाइदिनुहोस्। मेरो गुहार सुनिदिनुहोस्। मैले कुरा सुन्ने भनेकै कि त मेरो पार्टीको अध्यक्षको हो कि त मेरो घरको बुढीको हो। जा, कि मेरो घरको बुढीलाई भन् कि भने मेरो पार्टीको अध्यक्षलाई भन्। तिनीहरूले भन्यो भने म तँलाई पैसा दिउँला। अनि कता हुनुहुन्छ उहाँहरू? मेरो बुढी घुम्नको लागि अमेरिका गएकी छे। पार्टी अध्यक्ष भ्रमणको लागि कोरियातिर जानु भएको छ। कि त अमेरिकातिर गएर भन् कि कोरियातिर गएर भन्, अनि सुन्छु म तेरो कुरा। मैले त त्यो ठाउँ देखेकै छैन हजुर। म जस्तो गरिब पुग्नै सक्दिनँ त्यहाँ। तँ जस्तो गरिब किन आइस यहाँ? तँलाई पैसा बाँड्नको लागि मैले त्यत्रो खर्च गरेर चुनाव जितेको हो। बिन्ती छ हजुर, मेरो बुढोलाई बचाइदिनुहोस्। बरु म जिन्दगीभर हजुरको पार्टीमा लागेर हजुरको सेवा गरेर बस्छु, तर मेरो बुढोलाई बचाइदिनुहोस्। मलाई 1 लाख रुपियाँ दिनुहोस्। दिनु। लिनुहोस् तपाईँको चार्ज 500 रुपियाँ। अब मेरो बुढोको उपचार हुन्छ नि? हुन्छ, यो रसिद लिएर डाक्टर साहबले लिनुहोस्। डाक्टर साहब, मैले पैसा जम्मा गरिसकेँ। अब मेरो बुढोको उपचार सुरु गर्नुहोस्। किन नबोल्नु भएको डाक्टर साहब? तपाईँले भने जति पैसा मैले जम्मा गरिदिइसकेकी छु। अब मेरो बुढोको उपचार सुरु गर्नुहोस्। अब तेरो बुढोको उपचार सम्भव छैन। तेरो बुढो मरिसक्यो। मैले आउन ढिला गरिस्। मैले त मेरो बुढोलाई समयमै अस्पताल लिएर आएकी थिएँ, तर तैँले उपचार गर्न ढिला गरिस्। त पापी होस्, अपराधी होस्, ठुक्क पापी। तैँले मेरो बाध्यताको फाइदा उठाएर मेरो इज्जत लुटिस्, मेरो बुढो मारिस्। मैले पहिले नै भनेकी थिएँ तँलाई, मेरो
पैसा त पाइस्, तर मैले मेरो बुढो घुमाउन पर्यो। म फेरि नि त्यति नै पैसा तँलाई दिन्छु। के तैँले मेरो बुढो फिर्ता गर्न सक्छस्? बढी बोलिस् भने तँ पनि मर्छेस्। मार मार मलाई बुढो मार मलाई मारिस् भने तँलाई पुलिसले लाग्छ अनि मेरो बुढोले जन्ती पाउँछ। मेरो छोराले बाउ कसलाई भन्छ? मैले बुढो अब कसलाई भन्नु? अब त मैले मेरो बुढोको नामको सिन्दुर पनि लाउन पाउँदैन। है डाक्टर, मेरो छोरो टुरो भयो, म विधवा भए, मर्यो, मेरो बुढो मर्यो। तेरो मात्रै होइन, यो अस्पतालमा धेरैका बुढा मरेका छन्। 2-4 दिन रोएर आँसु सकिएपछि सबै ठिक हुन्छ। आँसु मात्रै होइन, हाम्रो त जिन्दगी नै सकियो। अब म छोरालाई पनि मार्छु र म पनि मर्छु। तेरै अस्पतालमा मर्छु हामी। त्यसपछि तँलाई पुलिसले समातेर लैजान्छ अनि तेरो जिन्दगी पनि सकिन्छ। त पनि मरेर हामी भएको ठाउँमा आइज ल डाक्टर। त्यसपछि तेरो एक एक हिसाब गर्छौ हामी। हिसाब तैँले होइन, मैले चाहिँ गर्छु। अब हिसाब किताब गरेर मात्रै तेरो बुढोको लास यो अस्पतालबाट लान पाउँछस्। र तिमीहरू मेरो अस्पतालमा मर्ने धम्की मलाई नदेऊ। एउटा रिपोर्ट बनाएर उपचारको क्रममा तिमीहरूको मृत्यु भयो भनेर भनिदिन्छु सबलाई। एउटा रौँ पनि हल्लाउन सक्दैन कसैले। बाउ बाउ एकपटक छोरा भनेर बोलाउन बाउ, बोलाउन बाउ। बाउ मलाई मेरो सपना पुरा गर्न देऊ न बाउ। एकचोटि बोलिदेऊ न बाउ, एकपटक छोरा भनिदेऊ न बाउ। बाउ उठ न बाउ, बोल न बाउ। बाउ 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 के बोल्दैन, एकपटक बोल भनिदेऊ न। तेरो बाउ सुतेका छन्, सुत्न दे। तेरो भविष्य राम्रो बनाउने चिन्ता लिँदा लिँदै तेरो बाउ कति रात सुतेकै थिएनन्। अहिले सुतेका छन्, आनन्दले सुत्न दे। हल्ला नगर, त नरो। त रोएको थाहा पाए भने तेरो बाउले झन् चिन्ता लिन्छन्। अब के गर्ने आमा? अब तैँले धेरै पैसा कमाएर यो अस्पतालै किन्नुपर्छ बाबु। वचन दे मलाई। नरो बाबु, अब हामी रुने होइन। हामीलाई जसले रुवाएका छन् तिनीहरूलाई एक एक गरी रुवाउनु पर्छ। तैँले एक एकसँग बदला लिनुपर्छ। हाम्रो सबैभन्दा ठुलो शत्रुको
थाहा छ? गरिबी। हाम्रो सबैभन्दा ठुलो शत्रु नै गरिबी हो। यदि हामीसँग पैसा हुन्थ्यो भने यो अस्पतालका सब डाक्टरले तेरो बाउको उपचार गर्थे, तेरो बाउ बाँच्थे। बाबु, अब तेरो बाउलाई लैजाऊ। कहाँ लैजान लाग्यो लासलाई? बाजेको भए हाम्रो त्यो सानो छाप्रोमा लैजाने सोचेका थियौँ, तैँले मारिहालिस्। बुढोको अन्तिम दाह संस्कार गर्न घाट लान लागेको। पहिला अस्पतालको बिल तिर, अनि मात्र गर्न पाउँछस् अन्तिम संस्कार। के को बिल? मेरो बुढोको उपचार कहिले गरिस् तैँले? मैले यहाँ तिरेको मेरो पैसा फिर्ता दे। त्यो पैसा त बिरामी भर्ना गर्न लाग्ने फी हो, फेरि मेरो पनि त फी लाग्छ। यसको त्यत्रो ट्रिटमेन्ट गरेको छ, अब मैले उपचार गरेको पैसाले तेरो बुढोको उपचार गरेको यहाँ ब्लड चेक, सुगर चेक, प्रेसर चेक, दिशा पिसाब चेक, अपरेसन गरेको, एक्सरे गरेको, सबै चिज गरेको छ। तैँले ममाथि अत्याचार गर्दैछस्। तैँले मेरो नामको सारी गरिस्, तर तैँले मेरो बुढोको सारी हेरेको छैनस्। भागो नभागो कागज बनाएर हामीलाई लुट्न खोजेको। मेरो बोली दिने मान्छे कोही छैन भनेर हेपेको। म मेरो बुढोलाई यहाँबाट लैजान्छु। कसले रोक्दो रहेछ यहाँ चुप सेक्युरिटी उठ। निकाल हेर्नु पऱ्यो। के गर्दा जिउँदो मान्छे त छोडेनस्। लासलाई त लान दे। लास बेचेर कमाएको पैसाले तिनीहरूलाई सराप्नेछ। बुढोलाई लान दे। बुढो छोड दे। बुढो मेरो बुढो बुढो। अनि तिम्रो पापाको लास कहाँ छ त अहिले? यही अस्पतालमा छ, अहिलेसम्म निकालै दिएको छैनन्। तपाईँको लागि गुड न्युज छ, अपरेसन सक्सेस भयो। तर एउटा समस्या छ, अर्को पनि अपरेसन गर्नुपर्ने भयो। त्यही भएर काउन्टरमा गएर 1 लाख रुपियाँ जम्मा गरिहाल्नुहोस्, म अपरेसनको तयारी गर्छु। डाक्टर सुन्न, तैँले मेरो बुढोको लास दिनको लागि अब म तसँग कतिचोटि सुत्नुपर्छ? कसले छिन्ने यसलाई? सेक्युरिटी बाहिर जा। बाहिर तल चाहिँ निकाल्छु म। डक्टर भनेको भगवानको रूप हुन्छ, तर त जस्तो डक्टर राक्षस होस्। एउटा गरिबीको दलदलमा फसेको पीडित परिवारलाई झन पीडा दिएर के पाइस्? पैसा त तैँले धनी बिरामीहरूले उपचार गरेर कमाइरहेको थिइस्। बिचारा ती दिन दुखी गरिबहरूलाई सित्तैमा उपचार गर्दा तेरो अस्पताल घाटामा जान्थ्यो। मैले अस्पताल समाजसेवा गर्न खोलेको होइन, व्यापार गर्न खोलेको। मलाई मेरा बा आमाले डक्टर पढाउने बेलामा घर जग्गाको लाल पूर्जा बन्द गरेर पढाएको थिए, त्यसै डक्टर भएको छु।
त्यही भएर म पनि बिरामीको लाल पूजा राखेर मात्रै उपचार गर्छु। गरिबहरूको उपचार सित्तैमा गर्नको लागि मेरो अस्पताल धर्मशाला होइन। पैसा खर्च गर्न सक्नेहरू सन्चो भएर घरतिर फर्किन्छन्, नसक्नेहरू आरेघाटतिर जान्छन्। यो मेरो लागि कुनै ठुलो कुरा होइन। तेरो लागि ठुलो कुरा नहोला, तर जस जसले आफ्नो मान्छे गुमाएका छन् नि उनीहरूको लागि धेरै ठुलो कुरा हो, बुझिस्? त्यहाँ हेर, यो बच्चाले आफ्नो भविष्य बनाउने अभिभावक गुमाएको छ। यो दिदीले आफ्नो जीवन बिताउने जीवनसाथी गुमाएकी छिन्। यिनीहरूले आफ्नो जीवनको सारा गुमाएका छन्। अब तैँले पनि तेरो जीवन गुमाउने शेष। शकुन्तलालाई हात उठाउने मान्छेलाई म यो संसारबाटै उठाइदिन्छु। कोस् त यसको? म उसको रक्षक हुँ र त जस्तो राक्षसको भक्षक हुँ। तेरो एक एक करतुत मैले थाहा पाइसकेको छु। अब तँलाई कानुनको जिम्मा लगाएपछि कानुनले नै सजाय दिन्छ। कानुनलाई प्रमाण चाहिन्छ। तँसँग के प्रमाण छ? सबैभन्दा ठुलो प्रमाण सावित्री दिदी हुनुहुन्छ। यो त पागल नि हो। पागलको बयान कानुनले सुन्दैन। ए दिदीको कुरा कानुनले सुन्दैन, त्यसो भए बाबुको कुरा सुन्छ। बाबु छ प्रमाण। यसलाई त मेरो केटाहरूले गायब गरिदिन्छन्। थुक्क अपराधी, त्यत्रो मान्छेहरूको ज्यान मारेर अझै पुगेन तँलाई? यो कलिलो बालकलाई अझै गायब गर्छु भन्ने कुरा गर्छस्? मान्छेहरूलाई डाक्टरप्रति विश्वास गुम्दै गएको छ। कसले गर्दा? तँ जस्तो राक्षसले गर्दा। नयाँ जीवन पाउने आश बोकेर बिरामीहरू अस्पताल जान्छन्, तर पैसाको अभावले गर्दा उपचार नपाएर जीवनै त्याग्छन्। कसले गर्दा? तँ जस्तो राक्षसले गर्दा। जिन्दगीभर खाई नखाई दुःख गरेर कमाएर राखेको पैसा उपचार गर्दा अस्पतालमै बुझाउनु पर्छ र बिरामी घर न घाटको हुन्छ। कसले गर्दा? तँ जस्तो राक्षसले गर्दा। अब तँलाई पुलिसको जिम्मा लगाएपछि तेरो जिन्दगी जेलमै बित्छ। धेरै नबोल। तेरो दम छ भने पुलिसलाई फोन गरेर बोलाएर मलाई जेलमा हालेर देखा। हजुर प्रताप सर, नमस्कार। के सेवा गर्नु भन्नुहोस् त? एकजना हत्यारालाई कारबाही गर्नु पर्यो। मैले समातेर राखेको छु। कस्तो हत्या भयो हजुर? हत्याराको नाम के होला? एकजना गरिब बिरामीको हत्या भयो र त्यो हत्याराको नाम डाक्टर कुबेर सिंह हो। म त अलि बिदामा छु हजुर, अलि म राखेँ है त। बिदामा छु भन होइन? लगा न लगा। ककललाई फोन लाउन सक्छस्? लगा। म कतै पनि जान्न, बोला। हजुर प्रताप सर, नमस्कार। अनि के छ हालखबर हजुर? तपाईँ हाम्रो भेट नभए पनि धेरै भयो। आज भेटघाट गर्नु पर्यो सर। एउटा हत्यारालाई समातेर कारबाही गर्नु पर्यो तपाईँले। हुन्छ सर, हत्यारालाई त छोड्ने कुरै भएन नि। कसले कस्तो हत्या गर्यो? डाक्टर कुबेर सिंहले एउटा गरिबको हत्या गर्यो। सर, म त सपरिवार मुस्ताङतिर घुम्न आएको छु। पछि आएपछि कुरा गरौँला। अहिले राख्ने है त सर? तेरो मोबाइलको ब्यालेन्स मात्रै सक्यो होइन? सक, अझै सक। गृहमन्त्री, प्रधानमन्त्री को कसलाई लाउँछस्? लगा लगा न लगा। उन त तँसँग यस्ता हाई प्रोफाइल मान्छेको नम्बर नै कहाँ छ होला र होइन? म भनिदिन्छु, टिप टिप त टिप।
मान्छेको जीवन बचाउने भगवान रूपी डाक्टरलाई तरवार हानेर ज्यान लिनु खोज्छ तँलाई गुन्डा। यो भगवान होइन, राक्षस हो। यसले यो दिदीको गरिबीको फाइदा उठाएर इज्जत लुट्यो। यसले पैसालाई बाध्यता बनाएर उहाँको श्रीमानको हत्या गर्यो अध्यक्षज्यू। पैसाको बाध्य त कसरी हुन्छ? मैले यसलाई यसको बुढोको उपचार गर्नको लागि पैसा दिएको थिएँ। त्यो पैसा यसले आफ्नो नाठोलाई खुवाइओली। मेरो र मेरो पार्टीको एउटै सिद्धान्त छ, कुनै पनि विपन्न नागरिकले पैसाको अभावले आफ्नो ज्यान गुमाउन नपरोस्। त्यही भएर यसको बुढालाई उपचार गर्नको लागि मैले पैसा दिएको थिएँ। गणतन्त्रमा कुनै पनि विपन्न नागरिकहरूले अकालमै आफ्नो ज्यान गुमाउनु पर्ने छैन। गणतन्त्र होइन, यो भुत्रातन्त्र हो। जबसम्म यो देशका हरेक नागरिकले शिक्षा र स्वास्थ्य निशुल्क पाउँदैनन् नि, तबसम्म यो देशमा गणतन्त्र होइन, भुत्रातन्त्र चलिरहन्छ। जुन दिन हाम्रो देशका प्रत्येक नागरिकले शिक्षा र स्वास्थ्य निशुल्क पाउँछन् नि, त्यो दिन मात्र हामीले हाम्रो देशमा गणतन्त्र आएको मान्छौँ, नत्र मान्दैनौँ। तिमीहरू जस्तो जनप्रतिनिधिले गणतन्त्रको नाममा लुटतन्त्र मचाइराखेका छौ। यस्तो मेडिकल माफिया तस्कर गुन्डाहरूसँग मिलेर यो देशका जनताहरूले दुःख गरेर पसिना बगाएर कमाएको पैसालाई दुरुपयोग गरिराखेका छौ। जसले तिमीहरूको विरुद्धमा बोलेर तिमीहरूको पोल खोले, तिनीहरू सबैलाई तिमीहरू मिलेर पाखा लगायो। तिमीहरू बाहिरबाट हेर्दाखेरि सफा देखे पनि भित्रभित्रै कालो मैलो भइसकेको गुन्डा हौ। तर म गुन्डाहरूको पनि बाउ, महागुन्डा। जनताको जनमत पाएको जनप्रतिनिधिलाई बिना प्रमाण जे पाए त्यो आरोप नलगा गुन्डा, फेरि मर्लास। यहाँ हेर। दिन ओइ सुन, मैले कसैले पैसा दिए बापत केही लिने गरेको छु। मैले तँलाई पैसा दियो अरे, त्यस बापत मैले के पाउँछु? तपाईँलाई के चाहिएको छ भन्नुहोस् न। ल ठिक छ, तैँले डाक्टर कुबेरलाई के दिएको छस्, मलाई पनि त्यही दे। कानुनको आँखामा तिमीहरूले पट्टी लगाइदिएका छौ, त्यही भएर कानुनले पनि तिमीहरूलाई केही सजाय दिन सक्दैन। अब तिमीहरूलाई कसले सजाय दिन्छ हेर।
निज प्रतिवादी सावित्रीले आफ्नो मानसिक सन्तुलन गुमेको अवस्थामा अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको हत्या गरेको हुँदा निज सावित्रीलाई सजाय छुट दिने र उक्त प्रतिवादीलाई डाक्टरहरूको निगरानीमा राखी मानसिक उपचार गर्न आदेश दिइएको छ। किन तेरो बाउ मर्यो होइन? अब तेरो बाउले उधार खाएको पैसा तैँले तिर। मसँग पैसा छैन। पैसा छैन भने सुख पाउँछस्, खुरुक तिर। म पछि ठुलो भएर पैसा कमाएपछि तपाईँको ब्याजसहित पैसा तिर्छु साउजी। तेरो बाउले पनि त्यसै भन्थ्यो, अहिले मरेर गयो। तेरो बाउले पनि ठग कुरा गरेको थियो, तैँले पनि ठग कुरा गर्दैछस्। तिम्रो बाउ छोरा नै ठग हो। मेरो मरेर गएको बाउलाई ठग नभन्नु साउजी। ल ल, तेरो बाउले ठग भन्दिनँ, तेरो बाउ त महा ठग हो। म पछि ठुलो भएर जसरी नि तपाईँको पैसा तिर्छु। ठगको आरोप नलाउनु साउजी, नत्र के गर्छ? तेरो बाउ एक नम्बरको ठग फटा हो, बुझिस्? खुरुक्क तेरो बाउले जाँड खाएको पैसा तिर, ठगका सन्तान। तँलाई यो उपचार गरेको पैसा साउन र ब्याज गरेर तिराउँछु, पक्न तँलाई। पक, म तँलाई सहयोग गर्न आएको। त्यो ढुङ्गा फाल, नडरा केटो। तैँले त्यो पसलेलाई किन ढुङ्गाले हानेको? त्यसले मेरो मरेर गएको बाउलाई ठगको आरोप लगाएको थियो। मेरो बाउ ठग होइन। किन माटोलाई ढोकेको बाउ? किनकि जमिन भनेको हाम्रो आमा हो र नेपाल आमालाई र आमालाई सधैँ ढोक्नुपर्छ। त पनि ढोक केटा। स्याबास केटा। हे नेपाल आमा, म सधैँ तिम्रो काखमा यसरी नै बसिराख्न पाऊँ तिम्रो सेवा गरेर। मेरो जग्गामा सोध्दै नसोधी किन बस? रुखको घाँस सर्न आउने यही अनुसारले थकाइदिउँ। त्यहाँ वडा कार्यालयसम्म पुगेर आएको, एकछिन थकाइ लागेर थकाइ मार्न खोजेको हजुर। परेको छैन मेरो जग्गामा थकाइ मार्न, आफ्नै जग्गामा गएर थकाइ मार्ने। थकाइ मार्ने बाहनामा घाँस चर्न आएका तिमीहरू जस्ता गरिबको व्यवहार थाहा छैन र हामीलाई। जा भनेको सुन्नुहोस् कि यही अनुसारले छप्काइदिउँ। बाउ यहाँ नबस्नु जाउँ। यी गरिबका सन्तानले त बसिरहँदैन। अनि हाम्रो जग्गा कहाँ छ बाउ? हाम्रो जग्गामा गएर थकाइ मार। हाम्रो त जग्गै छैन केटा। अनि थकाइ मार्न मन लाग्यो भने कहाँ थकाइ मार्छ बाउ? अर्काको जमिनमा त थकाइ मार्न दिँदैन रहेछ। तँलाई थकाइ लाग्यो भनेदेखि मेरै काखमा थकाइ मार्न त। अनि तिमीलाई थकाइ मार्न मन लाग्यो भने चाहिँ कसको काखमा थकाइ मार्छौ त बाउ? अनि तिम्रो बाउ छोरा कहाँ पुगेर आएको? बाउ र म त्यहाँ जग्गामा एकछिन बसिरहेको थियो थकाइ मार्नलाई। त्यो जग्गाको जग्गा धनी आएर हामीलाई नबस भनेर कस्तो चित्त दुख्ने गरी करायो आमा।
हाम्रो पनि जग्गा भए भए आफ्नै जग्गामा थकाइ मारेर बस्नुहुन्थ्यो है आमा। हाम्रो पनि सानो टुक्रा भए पनि जग्गा त थियो नि बाबु, तर के गर्नु, तेरो बाउले बेचेरै सकायो। मैले त्यो जग्गा त्यत्तिकै बेचेको हो र? मैले त्यो जग्गा नबेचेको भएदेखि पल्लो गाउँको हरिको ज्यान गइसक्थ्यो। तिमीले त्यसलाई बचाएर के पायो? अहिले त्यसले चुनाव जितेर मनग्गे पैसा कमाएर चिल्लो कारमा चढेर हिँड्ने भएको छ। त्यो पैसा माग्न जाँदाखेरि उल्टै के को पैसा, कहिलेदेखि 30 पैसा, के को पैसा चाहियो भनेर हामीलाई थर्काउँछ। सहिँदैन त बुढी, सहिँदै सहेको र रहेको काहीँ पनि जाँदैन। उनीहरूले जस्तो सुकै व्यवहार गरे पनि मलाई त समाजसेवा गर्दा साह्रै आनन्द आउँछ। आउँछ आनन्द। आफ्नो परिवारले खान पाएको छ कि छैन, सुत्न पाएको छ कि छैन, लाउन पाएको छ कि छैन, त्यो चाहिँ सोच्नु पर्दैन तिमीले? पर्छ, तिमीहरूको बारेमा पनि सोचिराखेको हुन्छ। अब सबैले आफ्नो परिवारको लागि मात्रै सोचेर बस्ने हो भनेदेखि यो समाजको लागि कसले सोच्छ? यो देशको लागि कसले सोच्छ? अनि तिमी चाहिँ किन देशको बारेमा सोच्छौ? पहिले आफ्नो परिवारको बारेमा सोच। तिमीहरूको बारेमा मैले मात्रै होइन, सरकारले पनि सोचिराखेको छ। देशमा गणतन्त्र आइसकेको छ, अब हाम्रो छोरोले पनि पढ्न पाउँछ। पढेको पैसा पर्दैन रे, उपचार पनि निशुल्क हुन्छ रे। अनि हामी जस्तो जग्गा नहुनेहरूलाई सरकारले जग्गा पनि दिन्छ रे। त्यस्तो रेको पछि लागेर केही पनि हुँदैन। जुन दिन दिन्छ त्यही दिन पत्याउला। तिमीले अब हाम्रो बारेमा सोच्नु पर्छ। आया बचाऊ! मलाई बचाउनु! मलाई बचाइदिनु! म बचाउँछु तपाईँलाई। त्यसलाई के बचाउने भने बाउ, अघि हामीलाई सरापेको पाप लागेको यसलाई बचाउनु पर्दैन। जाउँ। त्यसो नभन्न केटा, हामीले सकेको सहयोग गर्नुपर्छ। बरु अस्पतालसम्म पुर्याउन सहयोग गर्दा। कुन बाटो लिएर जाने? त्यो जग्गा अर्कै के हो, उ त्यो जग्गा अर्कै के हो। फेरि जग्गा धनी आएर हामीलाई नै कराउला नि। तेरो बाउले देश र समाजको लागि साँच्चै मरिमेट्थ्यो, तर के गर्नु, यही देश र समाजले तेरो बाउलाई मारे। सबै समाज मिलेर पैसा जम्मा गरेर दिएको भए तेरो बाउको उपचार हुन्थ्यो र तेरो बाउ बाँच्थ्यो। बाबु, तँलाई भोक लाग्यो होला है? मैले तँलाई खानेकुरा लुकाएर ल्याएकी छु। आमा, तिमीलाई त पुलिसले लिएर गएको थियो त, अनि यो खानेकुरा कहाँबाट ल्याएछ? बाबु, मलाई धेरै ठाउँमा लग्यो अनि अस्पतालमा पनि लगेर राख्यो। मलाई त तेरो चिन्ता लागेर भागेर आए कि यो खा अनि तेरो बाउलाई भेट्न जानुपर्छ। पैसा नतिरेछ अन्त बाउलाई भेट्न दिँदैन आमा। तिमीहरू चिन्ता नगर, म लिएर आउँछु तेरो बाउको लास, अनि काजक्रिया पनि गर्नुपर्छ। खोइ त मेरो बाउको लास।
तेरो बाउको लास त जलाइसकेछ नि केटो। तिमीहरूको इज्जत त थिएन संस्कार पनि रहेनछ। आफ्नो लोग्ने मरेर गएपछि सेतो कपडा लाएर काँचकिरे गर्नुपर्छ भन्ने थाहा छैन तिमीहरूलाई? बिचार मरेर गए पनि त्यसको आत्मा कति रोइराख्यो होला। मलाई त त्यसको पो चिन्ता लागिरहेछ त। बाउ जिउँदो हुँदा हामी दुःखमा पर्दा कहिले एक छाक खाना खान दियो? अहिले बाउ मरेर गएपछि सहानुभूति देखाउँछौ? हामीलाई कसैको नि सहानुभूति चाहिएको छैन। कुकुरलाई घिउ कहाँ पच्छ त? संस्कार मान, नत्र यो गाउँ समाजले बहिष्कार गर्ला नि। विचार गर। अय्या, तेरो किरा पर्न नसकेको हातले किन हाने कि पागलले? कुन समाजको कुरा गरेको? मान्छे मर्नै लाग्दा पनि 1 रुपियाँ सहयोग नगर्नेलाई पनि समाज भनिन्छ? अन्यायमा परेको मान्छेलाई न्याय दिनुको साटो उल्टै अपराधी बनाउन लागि पर्नेलाई समाज भनिन्छ र? अय्या, कति साह्रो हात। तेरो हातमा त किरै परिहालोस्। फेरि किन हिर्का कि पागलले? अघि मेरो तर्फबाट, अहिले मेरो छोरोको तर्फबाट तँ यहाँदेखि खुरुक्क गइरेस् भने मेरो मरेको बुढोको तर्फबाट पनि भेट्छेस्। पख्न तिमीहरूलाई मैले जानेको छु। लौ लौ, के जानेछौ जाने जति गर। केटो, तेरो आमाले यसरी रातो लुगा लगाइराख्दाखेरि यसले मात्र होइन पुरै गाउँ समाजले कुरा काट्छन्। पुर्खादेखि चल्दै आएको चलन मान्नै पर्छ। तेरो आमालाई सेतो साडी लगाउन लगा केटा। कसरी लगाउने? त्यो किन्न त हामीसँग पैसै छैन। बरु तपाईँसँग छ भने दिनु न, पछि पैसा कमाएर तिर्छु। मसँग नि पैसा छैन। नरौ आमा, म जहाँबाट पनि लिएर आउँछु। ल, यो बुढी त अझै सुति पो राखेको छ। अनि किन सुतेको? उठ। के भएर सुतेको अहिलेसम्म? किन हुनु नि, नछुने भएर कस्तो पेट देख्यो त्यही भएर सुतेकी। छ्या छ्या छ्या, ठुक्क जडिया, फेरि जाड धोकेर आयो। मनभरि पिर बोकेर हिँड्नु परेपछि जाँड नधोकिकन रातभरि निन्द्रै नलाग्ने रहेछ बुढी। कसको पिर बोकेर हिँड्यौ र? देशको पिर नि बुढी। अब देश ऋणमा डुबेको छ। अब त्यो ऋण कसरी तिर्ने होला भनेर मलाई साह्रै पिर परेको छ। आफ्नो ऋण तिर्नुपर्छ भन्ने पिर चाहिँ छैन है। अन्नको व्यवस्था गर्नुपर्छ भन्ने पिर चाहिँ छैन है। छोरालाई पढाउनु पर्छ भन्ने पनि पिर छैन है। खाली देशको चिन्ता लिए जाड धोको हिँड्यो। देशको पिर हट्यो भने हाम्रो पिर पनि हट्छ बुढी। अब हाम्रो अवस्था राम्रो हुनको लागि देशको अवस्था राम्रो हुनुपर्छ।
नत्र कुन दिन विदेशीहरूले हाम्रो देशमा शासन गर्न सक्छन्। शासन होइन, पहिला रासनको व्यवस्था गर। छोराले गुन्द्रुक र मकै खाएर खेल्न गएको छ, मैले त त्यही पनि खान पाएकी छैन। यो जात ढोक्ने पैसाले रासन ल्याउनु पर्दैन। अब जाँड त मलाई म जस्तै देशको पिर गर्ने अर्को एउटा मान्छेले खुवाएको। जाँड जति खान्छस् म किनिदिन्छु भन्यो, तर रासनको चाहिँ कुरा नगर भन्यो। त्यही पनि जाँड त जति पनि उधारो दिन्छन्, तर रासन उधारो दिँदैनन् हामीलाई। आफ्नो परिवारलाई भन्दा बढी जाँडलाई माया गर्ने मान्छेले बिहे पनि जाँडसँगै गरेको भए हुन्थ्यो नि। किन तँलाई मसँग बिहे भयो भनेर पछुतो लागेको छ र? पछुतो लागेको छ भने भनै। पछुतो होइन, महापछुतो लागिरहेछ। तिमी जस्तो जडिया त मोरी पनि राम्रै हुन्थ्यो नि। म मरे भने जिन्दगीभर विधवा भएर बाँच्नु पर्ला नि फेरि। सावित्री, अब तिमीले छोराको मुख हेरेर बाँच्नुपर्छ। आमा तिमी नरो, तिम्रो आमा त आँसु बग्यो, म हेर्न सक्दिनँ। आमा नरो, आमा नरो, नरो, आमा नरो, आमा नरो अब तिमीहरू। अनि केटा, तैँले यो सेतो साडी कहाँबाट लिएर आइस्? यो कुरा पछि भनौँला। आमा नरो, आमा आमा नरो, आमा आमा। तेरो बाउले देशलाई राम्रो बनाउने सपना देखेका थिए, तर तेरो बाउसँगै तेरो बाउको सपना पनि मरेर गयो। बाउ मरेर गयो नि बाउको सपना मर्न दिन्न आमा। मलाई वचन दे बाबु। मेरो वचन भयो आमा। केटा, तैँले पनि अब कपाल खौरिनुपर्छ। जबसम्म त्यो अस्पताल मैले किन्दिनँ नि तबसम्म यो कपाल काट्दिनँ। बिरालोले बाटो काट्यो भन्दा नि यो सेतो साडी लाएर हिँड्ने आइमाहरूले बाटो काट्यो भने मेरो साहित्य बिग्रिन्छ। अब म नआएर सुनपानी छर्केर मात्र फर्किन्छु।
कता हिँड्न आँटे? अनि सिउँदो त खाली नै छ त, सिन्दुर किन नलगायो कि? सिन्दुर लाउन खोजेको सिन्दुर सकेको रहेछ, चामल पनि सकेको रहेछ, पोल्टामा 35 रुपियाँ मात्रै रहेछ बुढा। त्यो पैसाले सिन्दुर किनेर लगा न त। यो पैसाले चामल किन्नुपर्छ, एक छाक भए पनि खान पुग्ने चामल आउँछ। म बाँचुन्जेल तैँले यो सिन्दुर लाउन पाउँछेस्, म मरेपछि लाउन पाउँछेस्? म बाँचुन्जेल त लगा न। हेर बुढी, यो सिन्दुरको महत्त्व कति छ एउटा विधवालाई गएर सोध। यो नलाई त बाँच्न सकिन्छ बुढा, तर खाना नखाई त बाँच्न सकिँदैन नि। तिमीले देशलाई भन्दा बढी हामीलाई प्राथमिकता दिएको भए तिम्रो खुट्टा लङ्गडो हुँदैन थियो, तिमीले राम्रो काम पाउँथ्यौ। त्यसपछि तिमीले धेरै पैसा कमाउँथ्यौ, यसरी खोलाको छेउमा छाप्रो हालेर गिट्टी कुटेर बस्नु पर्दैन थियो। आज म बुढा हुँदा हुँदै पनि विधुवाले चाहिँ खाली सिउँदै हिँड्न पर्दैन थियो। बाँचुन्जेलसम्म तेरो सिउँदो कहिल्यै खाली हुन दिन्न सावित्री। सावित्री,
तिमी बिना बाँच्न मलाई धेरै गाह्रो भयो बुढा। अबदेखि मलाई छोडेर कतै नजाऊ है। अनि म नहुँदाखेरि त तँलाई केही पनि फरक पर्दैन भन्थिस् त। फरक पर्दो रहेछ बुढा, धेरै फरक पर्दो रहेछ। बिहेपछिको सारा संसार भनेकै आफ्नै लोग्ने हुँदो रहेछ। लोग्ने आफ्नो साथमा नहुँदा सबैले हेर्दा रहेछन्। अबदेखि मलाई छोडेर कतै पनि नजाऊ है बुढा। जान्छु, म तेरो साथमा हुँदाखेरि त खुबै म मरे हुन्थ्यो जस्तो गर्थिस् त। दुनियाँका बुढाहरूले आफ्नो बुढीलाई सुन किनिदिन्छन्, तर मैले त नुन पनि किन्न सकिनँ भनेर मलाई कराउँथिस् त। अबदेखि कराउँदिन। मलाई सुन चाँदी केही पनि चाहिँदैन, मात्र तिम्रो माया र साथ पाए पुग्छ बुढा। सधैँभरि मेरै साथमा बसिदेऊ न है। यो कलियुगमा जीवन साथीको साथ भन्दा पनि धेरै पैसाको साथ चाहिने रहेछ। मैले तँलाई कहिले पैसा कमाएर दिन सकिनँ। मैले त तँलाई सधैँ पीडा मात्रै दिएको छु। पीडा मलाई तिमीले होइन बुढो, यो समाजले दिएको छ। बरु तिमीले पैसा कमाउनु पर्दैन, म काम गरेर पैसा कमाउँछु। तर सधैँभरि तिमी मेरै साथमा बसिदेऊ न है बुढो। म जान्छु भनेपछि कति कर गरिरहेको। छोड छोड। टाइमै लोग्ने मरेको 1 महिना भएको छैन, क्रिया गरेर बस्नु त कहाँ हो गुरु जस्तो मान्छेलाई अँगालो मार लाज छैन तँलाई? मैले त मेरो बुढोलाई अँगालो हालिदियो। खोइ मेरो बुढो। मरिसकेको मान्छेको अँगालोमा त कसरी हुन्छस्? पागल भइस्। ठुक्क लोग्ने मरेर गइसक्यो, तर पनि सिन्दुर लाएर हिँड्दैछस्। तैँले हाम्रो धर्म मास्ने भइस्, खुरो कतै सिन्दुर बोच। यो सिन्दुर त अघि भर्खर मेरो बुढोले लगाइदिएको हो। म बुझ्दिन। मरिसकेको मान्छेले कालो सिन्दुर लाउँछ? ए पागलली, तैँले हाम्रो संस्कार नष्ट गर्न खोजेको हो? मैले होइन, तपाईँले चाहिँ मेरो संस्कार मेट्न खोज्दै हुनुहुन्छ। मैले यो सिन्दुर मेटाएँ भने मेरो संस्कार मेटिन्छ। किनकि यो सिन्दुर त मेरो श्रीमानले लगाइदिएको हो मलाई। मेरो बुढोको हातले लगाइदिएको सिन्दुर मैले मेरो हातले मेटाएँ भने मेरो संस्कार मेटिन्छ। त्यसो भए मेरै हातले मेटाइदिन्छु।
हाम्रो हिन्दू धर्ममा विधवाले रातो कुरा सोच्छ त के कल्पना गर्न पाइँदैन। फेरि म अलिसिन हाम्रो धर्म विरुद्ध कुनै आश आउने काम गरिस् भने तँलाई गाउँ निकाला गरिदिन्छु, बुझिस्? आयु बढोस् भनी लाग्यो मैले सिन्दुरा, तिम्रै आयु बढोस् भनी लाग्यो मैले सिन्दुरा। सधैँभरि पीडा दिन्छौ के छ कसुर, सधैँभरि पीडा दिन्छौ के छ कसुर। पानी पनि नखाइ नखाइ जाए मैले मन्दिर, पानी पनि नखाइ नखाइ जाए मैले मन्दिर। सधैँभरि लाउन पाऊ रातो सिन्दुर, सधैँभरि लाउन पाऊ रातो सिन्दुर। पानी पनि नखाइ नखाइ जाए मैले मन्दिर, पानी पनि नखाइ नखाइ जाए मैले मन्दिर। सधैँभरि लाउन पाऊ रातो सिन्दुर, सधैँभरि लाउन पाऊ रातो सिन्दुर। साउजी, मलाई पनि भात खान दिनु न। 4 दिन भइसक्यो मैले केही पनि खाएको छैन। तँलाई के को भात? लोग्ने मरेको बेलामा नुन पनि नखाइकन चोखो खाएर बस्नुपर्छ भन्ने कुरो तँलाई थाहा छैन? थाहा छ साउजी, तर मेरो लोग्ने मरेकै छैन। आज आएर मलाई सिन्दुर लगाइदिएर गएका छन्। खोइ सिन्दुर? सिन्दुर त पुरेतले पानीले पखालिदिए। नाना थरी कुर गरेर नबस, यहाँबाट खुर्को जा, मलाई खाना नदे। साउजी, तपाईँ त अगाडि सक्नुभयो, तर म भोकै छु। बिन्ती छ, भात दिनुहोस् न मलाई। खाना खाने मन छ भने पहिलो पैसा दे, अनि दिउँला खाना। मसँग पैसा भएको भए त म आफ्नै छाप्रोमा रासन लगेर पकाएर खाइहाल्थेँ नि। साउजी, बरु मलाई तपाईँको पसलमा काम दिनुहोस् न, म काम गरेर बस्छु। तँ जस्तो लोग्ने टोको आइमाईलाई मैले त के यो गाउँमा कसैले पनि काम दिँदैन। त्यसो नभन्नुहोस् साउजी, मैले मेरो लोग्नेलाई ठोकेकी छैन। यहाँ रोएर मेरो बेइज्जत नगर, बेइज्जती आइमाई। मेरो लोग्नेलाई तपाईँले फकाई फकाई यही पसलमा जाँड खुवाउँदा चाहिँ तपाईँको बेइज्जत भएन? मेरो बुढोले चामल किन्न राखेको पैसा तपाईँले लिएर जार बेच्दा चाहिँ तपाईँको बेइज्जत भएन? अरूको इज्जतको चाहिँ ख्यालै नगर्ने, आफ्नो इज्जतको चाहिँ त्यत्रो डर। चुपचाप यहाँबाट जा, अब केही नबोल। बोल्छु, के गर्नुहुन्छ?
ओए तो बिस्कुट मेरो कुकुरको अहिले खाइदिइस् भने मेरो कुकुर भोकै हुन्छ। म पनि भोकै छु। यो कुकुरलाई खाना दिने त तपाईँ हुनुहुन्छ, तर मलाई खाना दिने कोही पनि छैन। न कसैले काम दिन्छन् न कसैले दाम दिन्छन्। हो जस्तो मोती भ्रष्ट आइमेलाई काम र दाम होइन, बाटै बाटैले दिनुपर्ने हो। लोग्ने मरेको 1 महिना पनि भएको छैन, यसरी बाटोमा कुकुरले जुठो हालेको खानेकुरा खाँदा मलाई हाम्रो संस्कारमा अलिकति पनि डर लागेन? भोको पेटलाई केही कुराको पनि डर नहुने रहेछ बाजे। अझै मुखमुखै लाग्छस्? तेरो थुतुरु सुतुरु च्याद्यु। तैँले त हाम्रो गाउँको बेइज्जत गरिसकिस्। बेइज्जती होइन, तँलाई अलिकति पनि आफ्नो इज्जतको डर छैन? इज्जत हुनेलाई हो इज्जतको डर हुने। बरु यो कुकुरको इज्जत छ, तर मेरो इज्जत छैन। तपाईहरूले मलाई यो कुकुरलाई गर्ने जति इज्जत पनि गर्नुहुन्न। तँ इज्जत गर्न लायकको नि हुनु पर्यो नि। मसँग पनि धन सम्पत्ति भइदिएको भए म पनि इज्जत गर्न लायकको हुन्थे होला। मलाई विश्वास छ एक दिन मेरो जिन्दगीमा पनि कालो अँध्यारो हटेर उज्यालो प्रकाश आउनेछ। त्यो दिन तिम्रो एक एकको हिसाब किताब गर्नेछु। आजको दिनको पनि अवश्य हिसाब हुनेछ। सब गर्नलाई तेरो ऋण खाइदिएछ र? जाठी धेरै थुट्नु नचला, दुःख पाउली। जा गएर नुहाएर चोखो भएर गौत पानी खाएर बुढाको अन्तिम संस्कार गरेर बस। अन्तिम संस्कार गर्नको लागि चाहिने पहिलो संस्कार भनेकै पैसा रहेछ, जुन मसँग छैन। यत्रो वर्षसम्म के हेरेर बसिरहेको थिइस् त? पैसा जम्मा गरेर राख्नुपर्छ पनि थाहा थिएन तँलाई? थाहा थियो। परिवारको भोक मार्नुपर्छ भन्ने कुरा पनि थाहा थियो। हामीले कमाएको पैसाले घाँस बाँस कपासको जो गर्न त गाह्रो हुन्थ्यो, झन् पैसा जम्मा गर्ने कुरा त कल्पना समेत पनि गर्न सक्दैन थियो। त्यसो भए मर, हाम्रो संस्कार मानिनस् भने तँलाई मै मारिदिन्छु। तपाईँले मार्नै पर्दैन, म त पहिले मरिसकेको जिउँदो लास हो। तँलाई मैले यो कुकुरको जुठो नखा भनेको होइन? हाम्रो यो कुकुरको जुठो खाएर तैँले हाम्रो धर्म संस्कृति नाश गर्न खोज्दैछस्। जबसम्म रामकृष्ण गुरु हुन्छ नि तबसम्म धर्म संस्कृति नाश हुने दिएको छैन। भाइ एकदम म 4 दिनदेखि भोकै छु, मलाई खाना दिनुहोस् न। मलाई खाना दिनुहोस्। दिदी 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 के भयो? दिदी दिदी उठ्नु न, के भयो? के भयो दिदी? ओहो दिदी, तपाईँलाई त ज्वरो आइरहेको रहेछ, औषधि खानु भएको छैन? औषधि होइन नानी, पैसा भए त म विषै खाइदिन्थे। मलाई यो स्वार्थी संसारमा बाँच्नै मन लाग्न छोडिसक्यो। के बोल्नु भएको दिदी यस्तो? तपाईँले यस्तो अशुभ नबोल्नु। तपाईँले अब आफ्नो छोराको लागि बाँच्नुपर्छ, उसको भविष्य बनाउनु पर्छ। हिँड्नुहोस् मसँग, म तपाईँलाई औषधि खुवाउँछु। मेरो लागि खाना नै औषधि हो नानी। 4 दिन भयो मैले खाना नपाएको। ल हिँड्नुहोस् मेरो घरमा, म तपाईँलाई खाना खुवाउँछु। मैले पनि खाना खाएको छैन, त्यही खाना बाँडेर खाउँला।
तपाईँ यहाँ बसिरहनु म खाना लिएर आउँछु। खानु न दिदी, झन् रोग लाग्न सक्छ। मलाई रोगको डर छैन, भोक मार्न पाए पुग्छ। किन रुनुभयो दिदी, के भयो? छोराको याद आयो, त्यसले खाना खाएको छ कि छैन होला। कता छ र बाबु? बुलेट दाइले होटेलमा काम लगाइदिन्छु भनेर सहर लिएर जानु भएको छ। टन्न पैसा कमाएर त्यो अस्पताल किन्छु आमा भन्दै थियो। काम भेट्यो कि भेटेन, खाना खाए कि खाएन। बुलेट दाइसँग गएको हो भने उहाँले खाना खुवाइहाल्नुहुन्छ नि, धेरै चिन्ता नलिनुहोस्। पहिला खाना खानुहोस्, त्यसपछि औषधि पनि खानु छ। मैले त्यत्रो पैसा खर्च गरेर चामल किनेको दुनियाँलाई खुवाउनलाई होइन। मैले मेरै भएको खाना दिएको थिएँ दिदीलाई। मेरो भएको खाना दिँदा पनि तपाईँलाई चाहिँ के को टेन्सन? भाग तेरो होला, तर पैसा मेरो गएको छ। तैँले पैसा कमाउन परेको भए थाहा हुन्थ्यो तँलाई पैसाको महत्त्व कस्तो हुन्छ भनेर। अहिले पैसा भन्दा पनि दिदीको भोकको महत्त्व छ। बिचरा दिदीले 4 दिनदेखि खाना खानु भएको छैन, ज्वरो पनि आइरहेको छ। यस्तो बेलामा मैले दिदीलाई सहयोग गर्न खोज्दा आएर रोक्ने तपाईँ जस्तो राक्षसनीलाई आमा भन्नुपर्दा लाज लागेर आउँछ। दिदी कता आज भोलि तेरो यो थुतुनो चाहिने भन्दा बढी चलिरहेको छ। अब तेरो यो थुतुनो तेरो चाना पुऱ्याइदिन्छु। अनि कसरी चलाउँदै रहेछस् यो थुतुनो हेर्छु नि म पनि। बडो आमालाई जे मुखायो त्यही बोल्दै रहेछस्। तँलाई मैले जन्माएको होइन, तिमीहरूको घरको बाटो हिँड्न किन नखोज्या हो हामी गाउँलेहरूलाई? किन के भयो? के हुने नि, जुठो थाले लाग्यो। कहिले कोदालोले झट्टी हानेछ, कहिले आगोको अगुल्टाले झट्टी हानेछ। सानो तिनो घर जग्गा त जसको पनि हुन्छ, तर तिमीहरूले जस्तो गाउँलेहरूलाई दुःख चाहिँ कसैले पनि दिँदैन। तपाईँले हामीले दुःख दिन खोजेको होइन काका। म डिलमा बसेर खाना खाँदै थिएँ। खाना खाँदा खाँदै थाल खसेर भुइँमा झऱ्यो। नरिसाउनु है। अबदेखि पिँढीमा बसेर खाने, डिलमा बसेर खाने होइन, कुरो बुझिस्? ओइ भोडे, दुःख दिने पनि सीमा हुन्छ नि। मेरै घरमा आएर मेरै छोरालाई हात हाल्छस्। तेरो हातमा त किरै परिजास्। मुर्दर कहीँ नभएको वाला छिन। मैले जन्माएर हुर्काएर बढाएर यति माया गरेर राखेको छोरालाई तैँले हात हाल्ने। तेरो हात त मारोग लाएर किरा पारेर स्याउ स्याउ भएर झरिहालोस्। कहीँ नभएको कुकुर कहीँ नभएको। अबदेखि त यो बाटो हिँड्लास्, तेरो लागि त म बाटै बन्द गरिदिन्छु, बुझिस्? बाबु तँलाई दुखिन नि? छैन आमा, धन्न म बेलैमा आएर कुरा मिलाएँ। अब त दिदीलाई माया गर्नुहोस् आमा। माया गर्नलाई
मायाको लायक हुनु पर्यो नि यो। यसले गर्दाखेरि दुनियाँ गाउँलेहरूको वचन सुन्नु परेको छ मैले। होइन तर काल पनि आउँदैन कि क्या हो? त त मोर बरु धरतीको बोझ। बाबु हिँड्नु। यो पिण्ड मैले मेरो स्वर्गीय बुवाको लागि बनाएको हो। यदि यो पिण्ड तैँले खाइस् भने मेरो स्वर्गीय बुवाले खान पाउँदैनन् र मैले पितृको आशीर्वाद पनि पाउँदिनँ। मरेर गएको मान्छेले कसरी खान्छन्? मलाई एकदमै भोक लागिरहेको छ। यो मलाई खान दिनुहोस्। म तपाईँलाई आशीर्वाद दिन्छु र तपाईँको बुवाले पनि तपाईँलाई धेरै आशीर्वाद दिनुहुन्छ। जे गर नहुने त्यही काम गर्नुपर्ने तँलाई मैले अघि नै भनेको होइन, हाम्रो संस्कार पूर्ण रूपले पालना गर भनेर। बाबु यो पिण्ड खोला बगाइदिनुहोस् त। हस् गुरु।